हेलो एन्ड नमस्ते हजुर सन्चै आरामी हुन्छ र म पनि सन्चै आरामी छु होइन अहिलेसम्म मरेको छैन बाँचिरहेको छु सो फेरि पनि हजुरको माझमा आइसकेको छु म न्यू भ्लगका साथ होइन यता हाम्रा सेलिब्रेटीहरूलाई लिएर होइन म चाहिँ सेलिब्रेटी यहाँ हाम्रो मम्मी चाहिँ हुन्छ हौ पुरै चिन्तित नहुनुभएको छ है यो कथाको पात्र मै हो यो कताको पात्र उयो अरे उहाँ टोपी पनि राम्रो लागिरहेको छ क्याप हो टोपेन क्याप अरे मात्रै हो यो उनीहरूले भर्खर धान काटेको थियो यस्तो क्याप लाएर बसेको क्या चाहिँ अनि ढक्का यो चाहिँ चाइनिज हो यो चाहिँ चाइनिज क्याप हो यो चाहिँ मलाई अस्ट्रेलिया अमेरिकाबाट मगाइदिनु भएको यो क्याप चाहिँ मनसिटीले बनाइदिनु भएको हजुर अनि चाहियो भने अर्डर गर्न सक्नुहुन्छ यता हेर्दै ल्याएँ राईलाई है सुहाएको छ नि यो क्यापले सो गाइज होइन अनि आज चाहिँ म किनभने तपाईँहरूलाई चाहिँ आज म मेरो रियल भोइस अब के भन्छ गीतमा के भन्छ गाउँमा लागेको छु अनि टक्क यहाँ उता हाम्रो दाजु चाहिँ नाच्ने अरे क्या अनि त्यही भएर हाम्रो दुईजनाको यहाँ गीत अनि मेरो भोइस अनि उताको डान्स अब हजुरहरूले हेरिदिनुहुन्छ होइन भोइस राम्रो हुन्छ कि डान्सहरू राम्रो हुन्छ तपाईँहरूको लाइक कमेन्ट गरिदिनु होला हुन्छ ल टक्क ला म चाहिँ गाउँछु होइन अनि उता नाच्छ होइन कता नाच्छु है कहाँ नाच्छु उनीहरूको चाहिँ अब भर्खर धान सान काटेर भइसकेको हुन्छ त्यही भएर अनि ढोकढोलसँग बाँधा रुक्ने नाच्ने अरे क्या अनि हामी चाहिँ ढोकढोलसँग जान्छौँ होइन सो होइन हामी चाहिँ अब जङ्गल गइनौँ क्या अब एकछिनमा जान्छौँ अनि टक्क यहाँ मम्मीले चाहिँ यहाँ एउटा खै के कुरा भन्नु अरे म यहाँ मम्मीलाई सोध्छु ल होइन तपाईँलाई मेरो भ्लग बनाउँदा कस्तो लाग्छ त भन्नु त तपाईँलाई ल फर्के भन्नु यसरी पक्रिन यसरी क्या यहाँ पक्रिनु यहाँ हो यहाँ ल भन्नु ल भयो भयो त्यो भन्नु भइरहेको मेरो छोराले भ्लग बनाएकोमा चाहिँ सबैजनाले मन पराइदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला भइरहेको भन्नु न भइरहेछ क्या ए भइरहेछ क्या भइरहेको छि यसरी हो क्या भ्लग भइरहेको त नि भएन भएन भन्दै भन्छ एउटाले भयो भयो भन्दै यसरी हो क्या यस्तो सुनेर के हुन्छ हामी चाहिँ जङ्गल हिँड्दैछौँ क्या माथि हाम्रो कम्पिटिसन चल्न लागेको छ हाम्रो यहाँ होइन म चाहिँ खर्क गाउँछु अनि ऊ चाहिँ यता नाच्छ होइन टक्क उहाँ जान्छु अनि टक्क म गाउँछु ऊ नाच्छ होइन उहाँ क्या अस्ति गएको ठाउँमा हो सो यहाँतिर हो क्या पुरै धान सान चाहिँ यता अलिअलि छ नि यताको अस्ति काटेका होइन धान काट्नु थाल्नु भयो तपाईँले त नि नकाट्नु भन्दा ए सबै धान काटेकै राम्रो नकाटेर भने सबै यति भएको सक्दिनु हेर्नु सक्नु कस्तो अलि नराम्रो आएको यार यो टक्क यहाँ हामी नाच राख्छौँ होइन टक्क हाम्रो गाउँसँग त नाच्छ होइन टक्क मजा आउँछ हजुर डान्स कस्तो लाग्छ होइन लाइक एन्ड कमेन्ट सेयर गर्नु होला होइन टक्क म दुईजना नाच्ने क्या यहाँ राख्छु मोबाइल चाहिँ टक्कसँग गर्ने होइन यहाँ राखेर सो गाइज होइन हामी चाहिँ यहाँ म गीत गाउँछु अनि टक्क नाच्छ होइन टक्कसँग रेडी भइसकेको छु ल के गीत लाग्छ होइन सो ल लाखों समझाऊं मैं तो दिल समझाने पता मांगे तेरी पेड़िया तो नाच्न आएर क्या बरु म नाच्छु लख कसरी नाच्नु भएन लाख समझाऊं मैं तो दिल समझाने पाता मागे नाटेको भइसक्यो ल भयो ल भयो सो होइन भइसकेको छ टक्क हामी चाहिँ नाचिसक्यौँ होइन ल चाहिँ नाच्नै आएन क्या बरु उहाँले मलाई नाच्न आयो बरु मैले त्यस्तै राम्रो गरेर नाचेँ भने नाच्नै आएन सबै गल्ले क्या धेरै म धेरै छिल्लेका गाइज अरू भन्दा नि गाइजहरू कमेन्ट गरेर कसले चाहिँ राम्रो गीत नाचेछ कमेन्ट गरेर देखाइदिनु कसले चाहिँ राम्रो नाचेको कि मैले राम्रो नाचेको म राम्रो नाचेको होइन गाइज जल्दी जस्तो भने मैले राम्रो नाचेँ त्यहाँ कमेन्ट मेरो हो चाहिन्छ र कमेन्ट चाहिँ मेरो खुलिएन क्या गाइज होइन तर 10 भने खुलाउँछु होइन भरे चाहिँ अनि कमेन्ट समेन्ट खुल्छ होइन टक्क अब मजा भइसक्यो यी यस्तो छ हाम्रो जङ्गल चाहिँ यता यता यस्तो हुन्छ यहाँ चाहिँ बढी हरियो म यहाँ राम्रो आउँथ्यो र क्यामेरा त बरु टक्कसँग भइसकेको छ होइन ल सो अब चाहिँ हामी घरमा भेट्छौँ होइन आज मजा आयो नाच्यो होइन म चाहिँ अब त्यही नाच्ने भन्ने सोचमा थिएँ क्या आज बिहानदेखि स्कुल पनि गइसकेँ अनि गएर आइसकेको थिएँ अनि त्यही नाच्नु भन्ने सोचमा थिएँ अनि टक्क अब धान सान पनि काटिसक्नु भइसकेको हाम्रो डुक्ने पाला आइसकेको छ
सो बाई बाई भरे भेट्छौँ होइन। सो यता हेर्नु म चाहिँ घर आइसकिसकेको छु नै। अनि तरकारी सरकारी रेडी हुन्छ होइन। टक्कै रात परिसक्यो कि रात बनाइसक्यो नि। टक्क भात तरकारी चाहिँ मैले पकाउनु पर्छ होइन। अहिले कसैले पकाउँदैन। अनि म भात तरकारी पकाउँछु होइन। अनि आज टक्का भात सात पकाउँछु होइन। म चाहिँ भात खाइसक्यौँ होइन। टक्का सुत्नु पर्छ होइन। टक्क अब यस्तो रात सात परि पर्छ कोही पुरै यस्तो छ रात पनि नि पुरै अँध्यारो भइसक्यो होइन। टक्का भात खाइसक्यौँ अब सुत्ने होइन। सो मेरो आजको भिडियो कस्तो लाग्यो होइन। राम्रो लाग्यो लाइक एन्ड सब्सक्राइब गर्नु होला होइन। मेरो आजको रियल भोइस भएन तर मजा आएको छ यहाँ तर त्योसँग नाच्नु चाहिँ होइन। अनि टक्क छिटो कमेन्ट भन्नु उसको मेरो कसरी राम्रो भयो होइन। कमेन्ट गर्नु होला होइन। टक्क अब सुत्नुपर्छ होइन। गुड नाइट बाई बाई। सब्सक्राइब गर्नु होला होइन।